नमस्कार, म मनिष नेउपाने। आज म तपाईहरुलाई यो DJI Mini 5 Pro ड्रोनको चाहिँ अनबक्सिङ गरेर देखाउँदैछु। ड्रोन भित्र के हुन्छ, के आउँछ अनि हामीले यो कहाँबाट लिएको र यसको प्राइस कति त्यो चाहिँ हामीले अन्तिममा बताउने छौं। आउनुस् अनबक्सिङ गरौँ है त। के होला लेन्स, कलर लेन्स। यो चाहिँ कलर लेन्स पहिलाकोमा दिएको थिएन हैन, अहिले चाहिँ दिएको छ। के भन्छ यसले अब कलर कस्तो कलर चुज गर्ने भन्ने हुन्छ नि त, क्वालिटी त्यो गर्छ यसले हैन। क्यामेरा लगाउने हो, यो पनि आउँदो रहेछ। अनि अब यो भित्र के छ केही छैन। यो एक्स्ट्रा लेन्थ, यो पछि यो भिडियोमा राखेर कस्तो कस्तो क्वालिटी खोज्दो रहेछ यो चाहिँ साइडमा राखौँ। यो पर्पुलर पहिलाकोमा 3टा एक्स्ट्रा दिएको थियो भाइ, अहिलेकोमा चाहिँ ठ्याक्कै 6वटा छ हैन। यो USB भइहाल्यो खै। यो भनेको RC रिमोट। यो थाहा छ पहिला हाम्रो DJI Mini 4K मा चाहिँ एउटा मात्रै ओसन थियो हैन, अहिले दुईटा छ। यो के हो थाहा छ? यो जुम गर्ने के, जुम इन जुम आउट। त्यसमा जुम अप्सन यहीँबाट थियो नि, मलाई त्यही लाग्छ। यो चाहिँ जुम इन जुम आउट होला। हेरौँ न अब भिडियो छ। यो सेट गर्नु पर्यो। अब यो चाहिँ ब्याट्री ब्याङ्क, यसमा 3टा ब्याट्री आउँछ हैन, एउटा चाहिँ ड्रोनमा आउँछ नि। अब यो चाहिँ 2टा चाहिँ एक्स्ट्रा चार्जिङ ड्रोन। यो त भयो उड्नेवाला चाहिँ यहाँ छ हैन। मा चाहिँ यति मात्र आएको छ। अब यो भयो स्पेयर कुराहरू, यो भयो ब्याट्री हब, ब्याट्री ब्याङ्क, यो भयो रिमोट, यो भयो ड्रोन। ड्रोन हेरमै त कस्तो छ, कसरी अब यो सजिलो रहेछ यार, पहिला कस्तो रहन्छ। हेलमेट रहेछ यो। यो के सेन्सर कति छ? सेन्सरहरु कति रहेछ? सेन्सर त पछाडि हुनुपर्ने, पछाडि रहन्छ के, पछाडि रहन्छ के। यसैले काम गर्छ होला पछाडिको। तलतिर कति छ? तल 2टा छ, तल 2टा छ, तल 2टा, अगाडि 2टा र पछाडिको लागि 2टा छ हैन। खोल्ने स्टाइल त उही होला हैन, खोल्ने स्टाइल चाहिँ उही। यही किन खोलिन्न? अब हामीले चाहिँ यसलाई उडाएर देखाउँछौँ, यसको क्वालिटी कस्तो आउँछ, के आउँछ, सब कुरा चाहिँ तपाईँलाई देखाउँला। यसमा चाहिँ अब सिस्टम अपडेट भइसक्यो हैन। अब हामीले केही छिनमा चाहिँ यसलाई उडाउँछौँ। अनि यसको प्राइस भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ मैले अनलाइन मगाएको काठमाडौँबाट, DJI स्टोर काठमाडौँ गङ्गोबाट। यसको प्राइस चाहिँ 1,95,000 परेको थियो। तपाईँले पनि अब किन्न चाहनुहुन्छ भने DJI स्टोर नेपाललाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।